नमस्कार यहाँहरू सबैजनालाई। म आज कर्णाली प्रदेशको चाहिँ कालीकोटको एउटा चाहिँ सारांश मैले सामाजिक सञ्जालमा हेरिसकेपछि एउटा कुरा बोल्न मन लाग्यो। जसलाई जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। म त्यसमा कुनै किसिमको पनि बेल गर्ने छैन, टोन गर्ने पनि छैन। म एउटै कुरा मात्र के भन्न चाहन्छु भने कालीकोटमा महेन्द्र बहादुर साई र नेकपा माओवादी को चाहिँ प्रकाण्ड बीच चाहिँ दण्ड विश्वकर्मा बीच चाहिँ एकदमै घमासान भइरहेको परिस्थितिमा र बाँकी उमेरदार मेरो आदरणीय एकदमै मित्र र सुदूरपश्चिमको चाहिँ 7औं डिभिजनका दुईटै कमान्डर र सहायक कमान्डर महेन्द्र बहादुर जीवन बुढा बीचमा चाहिँ कस्तो किसिमको संयोगले चाहिँ जीवन बुढाजीले चाहिँ बाँकी उमेरदार खडा गर्नुभयो र त्यो उमेरदारी फेरि तत्काल फिर्ता लिनुभयो। फिर्ता लिइसकेपछिको परिस्थितिमा चाहिँ मैले महेन्द्र बहादुर जीवन बुढाजीको पनि एउटा भाषण सुनि र त्यसपछि चाहिँ प्रकाण्ड कमरेडहरूका कुराहरू पनि मैले सुने र मलाई चाहिँ एक दुई कुराहरू यहाँनिर भन्न मन लाग्यो है। अब यी कुराहरूलाई चाहिँ मैले यसरी सरस्वती रूपमा बुझ्दै गर्दाखेरि चाहिँ पहिलो संविधान सभामा कमरेड प्रकाण्ड चाहिँ पहिलो संविधान सभामा चाहिँ निर्वाचित भएर कालीकोटबाट चाहिँ पहिलो संविधान सभा सदस्य भएर जानुभयो है। अनि त्यसपछि प्रकाण्डजीले पहिलो संविधान सभाबाट संविधान नबनिसकेपछि मोहन वैद्य किरणबाट चाहिँ उनीहरू फुटेर चाहिँ हिँडिसक्नुभयो र यही बिचमा चाहिँ उनीहरूले त्यो मोहन वैद्यबाट पनि विद्रोह गरेर अलग पार्टी बनाइसक्नुभयो र त्यो पार्टीको चाहिँ नेता नेत्र विक्रम चन्द विप्लवजी हुनुभयो। यो कुराहरूलाई चाहिँ विस्तृत रूपमा बुझ्दै गर्दा अहिले भिडियो लामो हुन्छ है। त्यसैले म के भन्छु भने यिनीहरू कम्युनिस्ट हुन्। यिनीहरूले कम्युनिजमको चाहिँ कहाँनिर यिनीहरूले चाहिँ सामान्य किसिमको पनि कम्युनिजमको चाहिँ उपभोग गरे त